Hi guys, welcome back to my channel. आज चाहिँ हामी स्कुलबाट जाँदैछौँ फिल्ड ट्रिप त्यो पनि लुवाङ। म चाहिँ रेडी भएर घरबाट निस्किन लागेको हैन तर स्कुटरले चाहिँ धोका दिइसक्यो। हत्तेरी स्कुटरले साथ दिएन त्यही भएर हिँड्दै जानु पर्यो है। ढिला भइसक्यो। होला हानेको साथीहरूले अनि मेरो पारा तातिसक्यो। स्कुलमा गएर भेटौँ है त साथीहरू। So guys, म चाहिँ स्कुलमा आइसक्यो हैन। गुड मर्निङ सर। गुड मर्निङ मम्मा। साथीहरू सबै हेरेछ हैन। सर नि हेर्नुहुन्छ हाम्रो सोसल सर। यहाँ पैसाहरू मिलाउँदैछौँ हैन। हाई भन त। हाई। हाई भन अरु। हाई सर, हेलो सर। हाम्रो प्लान क्यान्सल हुने भन्दा भन्दै फाइनली सक्सेस हुँदैछ है। हाम्रो केटाहरू पनि त्यही छ। सबै हेर्नुहुन्छ। अब चाहिँ हामी एकछिनमा निस्किन्छौँ। हामी चाहिँ बसमा बसिसकेको छौँ हामीसँग केटीहरू पाएँ अनि केटाहरू चाहिँ छुट्टै बसमा एकछिनमा चाहिँ अब यहाँबाट हामी निस्किन्छौँ। मर्निङ प्रेयर छ है त। धन्दै मुन्टेर हिमाल पनि दामी देखिरह भित्र पनि सबैजना बसिरह एन्ड एकछिनमा चाहिँ हामी कर लाग्छौँ। गेट पनि आइसकेको छ त्यही हो। गाइस अब हामी एकछिनमा चाहिँ पुग्छौँ त्यहाँ। सो अब सुत्न लागिसक्यौँ हामी। त्यही गरेर भेटेछौँ हामी गाइस। अप्ठ्यारो बाटो भएर ल्याङ भयो है। गाडी चढिरहेन गाह्रो भएर उभिन चाहिँ। लुवाङ गाउँ चाहिँ हामी आइपुग्न लाग्यौँ है। हो नि साथीहरू हो नि। अब साथीहरू यहाँ झरेछ होइन। सो हामी पनि यहाँ झर्छौँ। पार्किङ गर्ने ठाउँ चाहिँ यही यहाँबाट चाहिँ हिँड्नुपर्छ। पार्किङ एरिया सानो भएर चाहिँ झाउ भइरह होइन। हामी लाउँदै हुनुहुन्छ। पास पास प्लिज पास। 1 2 3 गो। पास 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 हुन्छ। अब चाहिँ हामी जान्छौँ ब्रेकफास्ट खान 9 बजे। सो छपरी बन हो र। हामी चाहिँ खाजा खान आएको छौँ है एउटा होमस्टेमा। होमस्टे नरहेछ यो लुवाङ कम्युनिटी या होमस्टे नै। म्याडमको होइन। चाहिँ सर टिम लिडरहरू छुट्याइदिँदै हुनुहुन्छ। हामी चाहिँ एक्चुली फिल्ड ट्रिप आएको नि त त्यही भएर। अनि यहाँ चाहिँ क्यामेरामा फोटो तिम्रो हो यो? अच्छा ऊ दोस्तको पो रहेछ। यो क्यामेराबाट चाहिँ दामी आएको फोटो। अनि चाहिँ एकछिनमा हामी यहाँ चाहिँ खाजा खाएर डिफ्रेन्ट ग्रुपहरू छौँ हामी। डिफ्रेन्ट प्लेसेसमा गएर होमस्टेमाहरूमा गएर चाहिँ यहाँको टुरिज्मको बारेमा यताउति सोसलको प्रोजेक्ट हो नि त। सो त्यहीसँग रिलेटेड क्वेसनहरू सोधेर अनि डायरीमा लेखी अनि प्रोजेक्ट बुझाउने चाहिँ हो कि क्या हो कुल्लु कुल्लु। अझै पनि हामी खाजाको लागि पर्खिने रहेछौँ है। यत्तिकै बसिरहौँ गफसफ हान्दै। हाम्रो साथीहरू चाहिँ खाजा खाँदैछन् है।
हाम्रो केटीहरू पनि हेर्छ हाई गाइज सबै हेर्छ हाम्रो केटीहरू एन्ड आर्जुहरू पनि त हाई गाइज So this is our breakfast हैन सेलरोटी बोडी र रस बोइल्ड अन्डा चिया अनि क्राकेटीहरू यता चाहिँ सरहरू खाँदै हुनुहुन्छ कस्तो लाग्यो ब्रेकफास्ट हुन्छ त एकदम मिठो अर्गानिक सेलरोटीले मोहनी लाग्यो जस्तो छ हैन यहाँको बोडीको रस तरकारीले मोहनी नै लाग्यो अब फेरि अर्को दिन कहिले आउँ लागिरहेछ आउनु पर्छ सर फेरि यतिको चाहिँ हुनु पर्यो सकिन्न सो या अब हामी चाहिँ लास्ट लगभग यति खाएर चाहिँ यहाँबाट उठ्छौँ सबले रोटी मन पर्यो तर रोटी नै सकियो विडम्बना सो गाइज हामीले चाहिँ सबै खाएर भइसकेपछि चाहिँ अब हाम्रो प्रोजेक्टको काम सुरु हुन्छ है सबैजना आफ्नो टिम लिएर गाउँतिर जाँदैछन् साथीहरू चाहिँ अब गइसकेन है आफ्नो प्रोजेक्ट कम्प्लिट गर्न एन्ड हामी चाहिँ सुरुमा हामी जहाँ खाजा खाएको नि त्यहीबाट स्टार्ट गर्ने भनेर बस्छौँ आमा बजाउने छोरी नाच्ने यो अन्त नमस्ते स्टार्ट गर्नुभयो अनि त्यसको बादमा चाहिँ अहिले आइपुग्दा चाहिँ आजको मिटिङमा यो 2003 हामी चाहिँ जुन होमस्टेमा खाजा खान्छौँ त्यहीबाट चाहिँ स्टार्ट गऱ्यौँ क्वेसनहरू सोध्न अनि आन्टीले चाहिँ राम्रोसँग भनिदिनु भयो एक्सप्लेन गरिदिनु भयो अन्त नि दामी हो तर आन्टीको एक्सप्लेनेसन चाहिँ सो अब चाहिँ हामी अर्को घरतिर जान्छौँ आमा छोरीको पारै बेग्लै छ यता चाहिँ त्योहरू पनि सोध्दैछ अरे यतिको चाहिँ हुनु पर्यो है फिल्ड ट्रिपमा आएपछि नमस्ते बाया दिन्न हामी यहीँ आएको कि तपाईँहरूसँग गफ गर्न यो स्कुलको कुर्सी तानेर बस पहिले मिलेर बस क्या पछाडि हो कुर्सी ताना रुद्रमणि गुरुङ भन्ने एउटा सांसद थियो नेपाली काङ्ग्रेसको सांसद इकोनोमी जेनेरेसन केटाकेटीले बुझ्ला नि त्यति भनेको स्थानीय अर्थव्यवस्थालाई उठान गर्ने क्रममा चाहिँ होमस्टेको सुरुवात भएको भन्ने मेरो सोच है अन्नपूर्ण कन्जर्भेसन पनि छ त्यसले चाहिँ यो टी गार्डनहरू चाहिँ बनाइदियो प्लान्टेसन गरिदियो फोरेस्टेसन गरिदियो उनीहरूले टेक्यो भर्खर यङ जेनेरेसनहरूले हामीले आशीर्वाद दिनु न भइ त हाल्यो मेरो आशीर्वाद तपाईँलाई छ होइन राम्रो गर्ने त उन्नति गर्ने बाबाको नाम ढुङ्गा नदिने होइन नानीको चाहिँ हरियो घाँस साँझ नहानी हजुर 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 नमस्ते 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 है नहानी अरू मतलब आफ्नो देशलाई कसरी उचाल्ने हो त्यतातिर लाग्छ है धन्यवाद खुसी लाग्यो बाई बाई हामी चाहिँ अहिलेसम्म दुईवटा ठाउँमा गएर कम्युनिकेट गऱ्यौँ अब लास्ट एउटा घरमा जान्छौँ होला ओए कस्तो राम्रो फुल नसक्नु छ टिकटिकेहरूलाई है अहिले अवस्था चाहिँ नाजुक नाजुक देखिरहेको मैले आन्टी खै हराउनु भयो हो यो चाहिँ यस्तो हान्न चाहिँ हुँदैन है गुड गुड गाउँ चाहिँ यही हो होइन मेन अनि त्यहाँदेखि माथि ल मिलेर म फर्ममा आइसक्यो म भएन सबले सिधै सिधै लगाउँछौँ कि हामी कसलाई नोटिस गरेको ऱ्यान्सहरू डन दिदी एक्स्ट्रा युनिक अनकाइन्ड सो ल जाम भाग्दिउँ ल हामी चाहिँ अब माथि उक्लिन्छौँ है चिया बगानतिर लेट्स गो गाइज एउटा ठाउँमा आइसकेको त हो त्यही भने स्टिल साथीहरुसँग अघिल्लो पालि फ्यामिलीसँग यो पालि साथीहरुसँग फर्स्ट टाइमै हो दिदीको तपाईँ भाग्दै आउनुभएको कस्तो महसुस भइरहेको कतिको थकाइ लाग्यो मिठो है साथीहरू रामदोष भन थकाइ लाग्यो किन तिमीलाई राम त अनि तिम्रो ग्रुपबाट बिछोड भयो तिमी ग्रुप क्या उता उता गइरहेको थियो
औ भनेको आउँदैन आउने कुरा मात्रै ल हैन भाइ हेलो सो गाइज हामी चाहिँ हिँड्दै थाकेर हल्का बसिरहम भर्याङमा हैन अब चाहिँ फेरि उकालोतिर लाग्छ मामी देखाउन सबैलाई हैन होला थाकेर मान्छे हबिबी कम टु लङ यिनीहरु चाहिँ माथि गएर आइसक्यो है अस्सलाम वालेकुम बिस्मिल्लाहिर्रहमानिर्रहिम इन्शाअल्लाह माफी ल ल ल ल आन्टी पनि आइपुग्नु भयो मोटी नि आउँदै थिए अब यहाँबाट भित्र गएपछि चाहिँ आउँछ हाम्रो चिया बगान यहाँ देखिसकेको होइन हाम्रो दोस्रो चाहिँ क्यामेराको बारेमा भनिदिइरहने भाइ त्यो चार छोड्यो अलिकति हामी चाहिँ अब उता पुग्छौँ त्यहाँसम्म हामी चाहिँ बसिरहँ होइन एकैछिन त आन्टी फटिँदै हुनुहुन्छ भाबीले चाहिँ झ्याउलाई सक्यो है थकै लगाइरहेको जुत्ताले गर्दा गाह्रो भयो अरे होइन त एकदम जुत्ता 1 किलोको लासी अनि गाह्रो हुन्न परि भाग्यो रामदोष स्ट्रगलिङ है भेरी मच त्यहाँ चाहिँ दिदीहरूको मिठो टिकटक चलिरह है दिदीहरू त हुँदैन र हाम्रो केटीहरू र होइन नो हैन होला दे आर टु यङ फर अस ओ माय गॉड भेरी मच इन्डोर हैन होला आउँछ फेरि मायाको कम बिहाबारी हुँदै चाहिँ भन्दै नभन त्यहाँ चाहिँ एउटा हटमा जाँदैछ मलाई चाहिँ यो भेट्टा होइन यो हुन त केही पनि होइन त्यही पनि मलाई चाहिँ दामी लाग्यो के त चियाबारीमा हो चियाबारीमा हो त्यहाँ जान हो कि त त्यहाँ चाहिँ कसरी जाने मै त अड्किराखु ऊ त्यहाँबाट उक्लिने हो कि कसरी जान्छ नि ऊ त्यहाँ उक्लिने अड्केर उक्लिन त ऊ यहाँ उक्लियो हाय भिडियो मतलब उताबाट भिडियो आयो नि त हेलो बाइ बाइ किनहरु बाइ भन्नु यहाँ हात डोरे डोरे तान्नु पर्यो ह ल ल खोज्दै आऊ है बाटो खोज्दै आऊ गोरु मरिस के भयो यता फेरि ल ल आयो है माथि ल है हो कि क्या हो हैन हैन साथ के देख्यो कि नराम्रो नहाँस न प्लिज फोटो छोटो त खिच्नै पर्यो ओ बाबा माहौल त उता छ त फेरि अब चाहिँ हामी झर्दै होइन चियाबारीबाट हामी फोटो छोटो खिच्यौँ डुल्यौँ मस्त है हामी जाने बेला अर्कै बाटो पर्यौँ के अर्कै बाटो नै त्यही कनेक्ट हुने लास्टमा गएर केहीको मुख देखेर आएको हुन्छ Right, 1 2 3 go. फाइनली भाबीले जुत्ता खुल्यो खुट्टा दुखेर है टाइट भएर के चलो अब चाहिँ फर्किँदै हो अब एक सर्टमा हामी तल पुग्छौँ हाम्रो अरू साथीहरू चाहिँ आउँदै खाने बल्ल चियाबारी चाहिँ यही हो गाइज हामी चाहिँ अब फर्केको भात साथै खानुपर्छ 12 बजे लागिसक्यो गफ गर्दै भरेको झर्दै हम आन्टीको टिकटक फेरि सुरु भयो हाम्रो साथीहरू पनि माथि जाँदै छन् त है हो कि क्या हो अब फेरि बुद्धको स्ट्याचु भएको ठाउँमा गएर हामी रेस्ट गर्छौँ यो गौतम बुद्धको स्ट्याचु चाहिँ यही हो अघि हामीले हजुरबाले भन्नुभएको यहाँको प्रगतिमा चाहिँ एउटा यो पनि पर्छ हजुर नखाउ कसले छोड्या A few moments later. गाइस हामी चाहिँ यहाँ बसेर डरो टिकटक भिडियोहरू बनायौँ सबैले यहीँ बसेर रेस्ट गरे हामी अघिदेखि अब चाहिँ हामी तल झर्नु पर्ला जस्तो छ किनकि ढिला पनि भइसक्यो 1 बज्न लागिसक्यो सो खाना पनि खानुपर्छ न तलबाट आहा न माथिबाट कोही झरेछ हामी मात्रै यहाँ हजुर नाच्नु त पर्यो ढुक्क अनि आन्टी नाच्ने त यहाँ चाहिँ आफ्नो मरेको मान्छेहरूको सम्झनामा यो बस्ने चेयरहरू बनाइदिनु भएको छ हो कि क्या होला भिडियो आउँछ हेर्नु होला हो आन्टी एक्लै मस्त हात पछाडि गर्दै हिँड्नु ला धन्दै नहुँदैकोमा हामी चाहिँ लग आइसक्यौँ अब चाहिँ गएर मस्त भात हान्नुपर्छ है ढुक्क हो नि
हाम्रो दोस्तहरु चाहिँ त्यहाँ हाय ओ गाइज हेलो हेलो त्यहाँ पिङ्कले बसिरहेको न अरू साथीहरू त हामी चाहिँ होटलतिर जान लाग्यो अहिले चाहिँ हामी चाहिँ अघिकै होटलमा आएर चाहिँ बसिसकेछौँ होइन हामी एउटा छुट्टै ग्रुप आउनु भएको छ खाना खान सो अरूको टर्न सकेपछि चाहिँ हाम्रो पालो आउँछ त्यही भएर हामी वेटिङमा छौँ हामी सबैको खाना आइसक्यो है अब आन्टी चाहिँ खाना बाँध्नु पर्यो त्यही भएर आन्टी लास्टमा खानुहुन्छ हामी चाहिँ सुरुमा है हामीले चाहिँ खाएर बस्यौँ होइन माछाहरूले पनि खाइरहन् अनि बाँकी सर तपाईँले खानुभयो कि नै अब खाना पनि दामी मिठो छ कि तपाईँ खानाको नि फ्यान हुनुहुन्छ कि बाँकीहरूको लागि चाहिँ बन्दैछ यिनीहरू चाहिँ बसिरहेको छ कस्तो खिच्दा लाग्थ्यो नि तिमीहरू गुन्द्रीमा बसेको कस्तो दामी देखेको थियो पुगा जस्तो पालो बल्ल आउँदैछ अघि खान नपाएर अनि बिचरा रोइरहेको थियो भोक लाग्यो भनेर खानाहरू अझ लिँदैछन् अनि खाँदै पनि छन् हामी चाहिँ यहाँ खाएर बसिरहेछौँ यता भाँडा माझ्नेको चट्टाहरू छ है अनि यता चाहिँ खाना लिने दामी त्यही हो क्या फेरि गर्न जाने ये बड़ी अच्छी बात कही आप माई फादर पोज के चाहियो पुकार भन म ल्याइदिन्छु हाम्रो यता चाहिँ नाच्नु सुरु भइसक्यो है त्यहाँ मफ बसिरहन है माथि आऊ भनेको मान्ने होइन कति बसेको हो र माथि दुर्गी मुर्गी चाहिँ केटीहरू नाचिरहन् पैसा क्यालकुलेट हुँदै है अब तिर्नु पर्यो खाएको त 13, 14, 15 अब बसाउनु पर्यो नि त सर कस्तो बाई दिदी ओके छ त ल लुवाङ आउनु पर्यो भने चाहिँ होमस्टे नम्बर 14 मा आइदिनु होला है गाइजहरु अब चाहिँ हामी हाम्रो निस्किन लाग्यो सबै गइसक्यो त्यसको होमस्टे चाहिँ 8 थियो 14 अनि चाहिँ अब चाहिँ हिँड्नु पर्छ हामी
किनकि बेलुका घर पुग्न ढिला हुन्छ सो अब लाग्छौँ हामी पोखरातिर So guys, हामी फर्किने छौँ है अहिले चाहिँ हामी थोरै बस्न आयौँ बेलैले गर्छ हे चाक पछाडि नराम्रो भन्छ रे सागर तुम्हारा है तिम्रो आँखामा आँसु देखे मरिजाऊ सासै रोके हर घड़ी सांस आती है जिंदगी कहलाती है तुमसे ही So guys, that's all for this video. Thanks for watching till the end. यो चाहिँ हामी गएको टन्नै भइसक्यो तर बल्ल हाल्दैछु मैले ब्लग एडिट गर्ने बेलामा हल्का इस्यु भएर चाहिँ मैले अपलोड गरेँ भिडियोहरू एउटा कन्सर्टको ब्लग छ अर्को अस्ति वर्षमा गएको तारा हिलको एउटा छुट्टै भिडियो हो टन्नै भिडियोहरू हाल्नको लागि बिस्तारै सबै हाल्दै गर्छु स्टे ट्युन फर द्याट अनि गाइज बाई see you in the next video. That girl took me for Spider-Man, Superman.